नेपालको राजनीतिमा एउटा गजबकै परिवर्तन आएको छ जसले संसदमा नयाँ तरङ्ग नै ल्याइदिएको छ। ल आज हामी यही परिवर्तनको भित्री कथा र यसको वास्तविकता के हो भनेर खोतल्नेछौँ। भर्खरैको चुनावपछि त संसदमा नयाँ र युवा अनुहारहरूको बाढी नै आयो भन्दा पनि हुन्छ। कोही कोही सांसद त 28 वर्षका पनि छैनन्। हो, यो परिवर्तनले पुराना राजनीतिक मान्यताहरूलाई एक किसिमले हल्लाइदिएको छ। तर एउटा कुरा सोचौँ त, जब एक साधारण मान्छे चुनाव जितेर माननीय बन्छ त्यसपछि के हुन्छ? राज्यले के सुविधा दिन्छ होला? तलब कति हुन्छ? अनि काम गर्ने ठाउँ चाहिँ कस्तो होला? आजको हाम्रो चर्चा हो यही विषयमा केन्द्रित रहनेछ। ल अब कल्पना गरौँ है, एकजना भर्खरै चुनाव जितेको सांसदको यात्रा कहाँबाट सुरु हुन्छ त? सबभन्दा पहिला त आफ्नो चुनाव क्षेत्र छोडेर राजधानी काठमाडौँ आउनु पर्यो। तर काठमाडौँ आउने खर्चको नियम चाहिँ अलि रमाइलो छ है। जस्तै हेर्नुहोस् न, जुम्ला जस्तो दुर्गम ठाउँबाट जितेको सांसदले त प्लेन टिकटको पुरै पैसा पाउँछन्, त्यो त ठिकै छ। तर गोर्खाबाट जितेका माननीयले प्लेनै चढेर आए पनि पाउने चाहिँ बस भाडा बराबरको पैसा मात्रै हो। अनि बाटोमा खानपिनको लागि दैनिक भत्ताको व्यवस्था पनि छ। ल काठमाडौँ त आइपुग्यो, अब बस्ने कोठामा फर्निचर त चाहियो नि होइन? तर यसको लागि सरकारले दिने पैसा सुन्दा त अलिकति अचम्म लाग्न सक्छ। जम्मा 15,000 रुपियाँ। आजको जमानामा 15,000ले किन आउँछ र? सायद एउटा टेबल र कुर्सी। खैर, जे होस्, एउटा साङ्केतिक सहयोग मात्रै हो। खैर, अब त्यो विषयमा कुरा गरौँ जुन सुन्न धेरैलाई चासो होला। एकजना सांसदको मासिक तलब र भत्ता आखिर कति हुन्छ त? ल हिसाब किताब नै हेरौँ। सबभन्दा पहिला आउँछ आधारभूत तलब। त्यो हो मासिक 66,070 रुपैयाँ। यही नै उहाँहरूको कमाईको मुख्य जग हो। अब यदि काठमाडौँमा आफ्नै घर छैन भने घर भाडा बापत छुट्टै 18,000 रुपैयाँ मासिक भत्ता पाइन्छ। राजधानीमा बस्नको लागि यो पक्कै पनि ठूलो सहयोग हो। यति मात्रै होइन नि, अरू पनि सानातिना भत्ताहरू छन्। जस्तै फोनमा कुरा गर्न, पत्रिका पढ्नको लागि 3,000 अनि बिजुली पानीको लागि थप 2,000। भनेपछि यो शीर्षकमा जम्मा जम्मी 5,000 रुपियाँ थपियो। अझै सकिएको छैन, आम्दानीको अर्को स्रोत छ बैठक भत्ता। संसद वा समितिको बैठक बसेको दिन हरेक दिनको 2,000 रुपियाँ छुट्याउँछ। तर यहाँ एउटा नियम चाहिँ कडा छ है, एकै दिन जतिवटा बैठक बसे पनि भत्ता चाहिँ एउटाको मात्रै पाइन्छ। ल अब यो सबै जोडेर हेरौँ त, यदि संसद र समिति बैठकहरू नियमित चल्यो भने एकजना सांसदको मासिक कमाई सजिलै 1,20,000 भन्दा माथि पुग्छ। तर ठूलो प्रश्न के हो भने, के यो सबै पैसा उहाँहरूको खल्तीमा जान्छ त? कथामा एउटा ट्विस्ट छ। यो ठूलो देखिने तलबको आँकडा नै सबै कुरा होइन। यहाँ एउटा अर्को पाटो पनि छ जसले वास्तविक आम्दानीलाई पूरै बदलिदिन्छ। ल अब कुरा गरौँ वास्तविकताको। सांसदहरूले सामना गर्नुपर्ने केही कटौती र उनीहरूको काम गर्ने वातावरणको बारेमा, जुन सायद धेरैलाई थाहा छैन। तलबबाट सिधै काटिने एउटा ठूलो खर्च हो पार्टी लेभी। हरेक सांसदले आफ्नो पार्टीलाई हरेक महिना एउटा निश्चित रकम अनिवार्य बुझाउनै पर्छ। उदाहरणको लागि, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदबाट मासिक 16,500 रुपियाँ लेभी लिने गरेको थियो। हामीले सांसदहरूलाई देशको लागि कानून बनाउन पठाउँछौँ होइन? तर उनीहरूलाई काम गर्नको लागि राज्यले कस्तो सुविधा दिएको छ त? साँच्चै भन्नुपर्दा अवस्था सोचे जस्तो छैन। सांसदको लागि न कुनै छुट्टै अफिस छ, न त काम गर्न एउटा ल्यापटप नै दिइन्छ। र यो कुरा सुन्दा त झन अचम्म लाग्छ। सांसदहरूलाई विधेयक वा अरू सरकारी कागजपत्र दिनको लागि पिजन होल भनिने एउटा सानो काठको बाकस प्रयोग हुन्छ। हो, काठको बाकस। सोच्नुस् त, आजको डिजिटल जमानामा पनि यस्तो पुरानो तरिका? काम गर्ने वातावरणकै कुरा गर्दा स्वकीय सचिवको विषयमा सधैँ बहस हुन्छ। पहिले सांसदहरूले सहयोगीको रूपमा एकजना स्वकीय सचिव राख्न पाउँथे, तर त्यसमा नातावाद र दुरुपयोग एकदमै बढेपछि त्यो सुविधा नै हटाइयो। अहिलेका नयाँ युवा सांसदहरूले चाहिँ के भनिरहेका छन् भने, कानून बनाउन, अनुसन्धान गर्नको लागि त एकजना सहयोगी नभई हुँदैन। ल अब हाम्रो चर्चाको अन्तिम चरणमा जाउँ। यहाँ हामी सांसद हुनुको एउटा सबैभन्दा ठूलो शक्ति र काम गर्न दिएको एकदमै सामान्य औजार बीचको गजबको विरोधाभास हेर्नेछौँ। सांसद हुनुको सायद सबैभन्दा ठूलो र शक्तिशाली सुविधा भनेको रातो पासपोर्ट हो, मतलब कूटनीतिक राहदानी। यो पासपोर्ट भएपछि विदेश जाँदा न एयरपोर्टमा लाइन बस्नुपर्छ, न भिजाको लागि धेरै झन्झट हुन्छ।
उल्टै जहाँ गयो त्यही कूटनीतिक सम्मान पाइन्छ। र यही नै हो सबभन्दा ठूलो विरोधाभास। एकातिर हातमा छ संसारभरि सहज पहुँच दिने त्यो शक्तिशाली रातो पासपोर्ट, अनि अर्कोतिर संसद भवनमा काम गर्नको लागि छ त्यही परेवाको गोड जत्रो काठको बाकस। त्यसैले एउटा गम्भीर प्रश्न उठ्छ, एकातिर यति शक्तिशाली सुविधा अनि अर्कोतिर काम गर्नलाई यति सामान्य र पुराना औजार। यस्तो विरोधाभासको बीचमा रहेर संसदमा आएको यो नयाँ पुस्ताले के साँच्चै देशले खोजेको परिवर्तन दिन सक्ला त? यो प्रश्नको जवाफ त समयले नै बताउँला।